आजभोलि टियुमा हरेक उमेर समूहका मानिसहरू क्रिकेट हेरिरहेका छन्। क्रिकेटको एबीसीडी पनि नबुझ्ने मानिसहरूले पनि क्रिकेट हेरिरहेका छन्, क्रिकेटलाई बुझिरहेका छन्, साथ सपोर्ट सबै दिइरहेका छन्। यो सबै माहौल हामीले पाउनु भनेको नेपाली क्रिकेटले एउटा उच्च लेभलको हाइप प्राप्त गर्नु हो। टियुमा अहिले हरेक म्याचहरू होस्, डोमेस्टिक होस्, इन्टरनेसनल होस्, हरेक म्याचमा नेपाली समर्थकहरूको क्राउडले टियु भरिभराउ भएको हुन्छ। फ्लाइट छ, फ्लेक्स छ, चेयर छ, हरेक किसिमका मोमेन्टमहरू हामीले टियुमा देख्ने गरेका छौँ। यो हामी नेपाली क्रिकेट फ्यान्सहरूको लागि एउटा प्राउड गर्नुपर्ने मोमेन्ट बनेको छ। हामी सानो हुँदाखेरि हाम्रो बाल्य अवस्थामा हामीले विभिन्न देशका संसारका चर्चित लिगहरू, इन्टरनेसनल सिरिजहरू हामीले हेर्दाखेरि ती सिरिजहरू हेर्दै, ती क्रिकेटहरू हेर्दै हामी ठुला भएका हामीहरूलाई त्यतिखेर काश हाम्रो देशमा पनि यस्तै किसिमको लिगहरू होस् र नेपालले पनि इन्टरनेसनल लेभलको क्रिकेट खेलोस् भन्ने हाम्रो त्यतिखेरको त्यो ड्रिम आज आएर कम्प्लिट भएको छ, सक्सेसफुल भएको छ। र यो सबै श्रेय जान्छ नेपाल क्रिकेट संघ पारसललाई। यो एनपीएल फिनिसिङ पछि हामीले धेरैवटा प्लेयरहरू हामीले पायौं। कसैको ब्याटिङ, कसैको अलराउन्डर प्रदर्शन, कसैको बलिङ, कसैको फिल्डिङ, सबै प्लेयरहरूको राम्रो राम्रो प्रदर्शनहरू हामीले देख्न पायौं। कसैलाई कुनै टिम मनपर्छ, कसैलाई कुनै बलर मनपर्छ, ब्याट्सम्यान मनपर्छ भने मैले यो एनपीएल सिजन 2 बाट सबै प्लेयरहरूको, सबै ब्याट्सम्यान, बलर, यद्यपि सबै खेलाडीहरूबाट म एउटा आफ्नै छुट्टै आफ्नो बेस्ट प्लेइङ 11 बनाउने वाला छु। मैले बनाएको यो प्लेइङ 11 तपाईलाई कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरेर टिका टिप्पणी पनि गर्नुहोला। सब्स्क्राइब, लाइक, फलो पनि अवश्य गर्नुहोला। मैले बनाएको यो प्लेइङ 11 मैले आफ्नो हिसाबबाट मैले यो एनपीएल सिजन 2 हेर्दाखेरि सबै प्लेयरहरूको प्रदर्शनको आधारबाट मैले प्लेइङ 11 बनाएको हो। तर यसमा चाहिँ तपाईको धेरै राम्रा राम्रा बलर, ब्याट्सम्यान, अलराउन्डर सबै पनि छुट्न सक्छ होला, किनभने अब मैले बनाउने भनेको नै प्लेइङ 11 हो। प्लेइङ 11 मा चाहिँ सबैलाई समेट्न सकिँदैन, तर उहाँलाई भने मेन्सन भने गर्न सकिन्छ। त्यसैले म प्लेइङ 11 बनाउँदैछु। मैले बनाएको प्लेइङ 11 तपाईलाई मन पर्छ पर्दैन, कस्तो लाग्यो, सुझाव सल्लाह र सजेस्ट मलाई दिनु होला कमेन्ट मार्फत। मैले यो टिमको बेस्ट प्लेइङ 11 मा म ओपनिङमा राख्छु ड्यासी सर्टलाई। ड्यासी सर्टलाई मैले ओपनिङमा राख्नुको कारण र उहाँको त्यो ब्याटिङ पर्फर्मेन्स त मैले उहाँको बारेमा त्यो डिस्क्राइब नै गर्नु पर्दैन, किनकि उहाँको त्यो ब्याटिङ स्ट्रेन्थले नै जनाउँछ। यो एनपीएल सिजनमा उहाँले लुम्बिनी लायन्सको लागि कतिसम्म आफ्नो ब्याटिङ योगदान दिएका थिए। आफ्नो ब्याटिङ मार्फत लुम्बिनी लायन्सलाई च्याम्पियन पनि बनाएका थिए। उहाँको त्यो ब्याटिङ गर्ने स्ट्राइक करिबन उहाँले 121 को स्ट्राइक रेटमा ब्याटिङ गरेर टुर्नामेन्टमा 180 रन उहाँले जोड्नु भएको थियो र उहाँ लेफ्ट ह्यान्डेड ब्याट्सम्यान पनि हुनुहुन्छ। त्यसैले मैले उहाँलाई ओपनिङमा राखेको छु र उहाँसँगै अर्को ओपनर मैले आफ्नो टिममा लिन चाहेको एडम रोसेस्टन। उहाँ पोखराबाट खेल्नु भएको थियो र उहाँको बारेमा पनि मैले धेरै तारिफ गर्नु पर्दैन, किनभने उहाँले पोखराको अरू प्लेयरहरूले राम्रो नखेल्दा पनि उहाँ एक्लैले पोखराको लागि उहाँ एउटा बर्मास्त हो। उहाँले राम्रो ब्याटिङ गर्नु भएको थियो। उहाँको एभरेज स्ट्राइक 151 को स्ट्राइक रेटमा उहाँले रन बनाउनुहुन्छ र उहाँ सबैभन्दा मोस्ट रन स्कोरमा पनि पर्नुहुन्छ। 323 उहाँको रन छ। तर उहाँ इन्टरनेसनल प्लेयर भएर मात्र उहाँले प्लेयरको टुर्नामेन्ट नभएको। हाम्रो डोमेस्टिक, हाम्रो नेसनल प्लेयर रोहित कुमार पौडेलले चाहिँ हाइएस्ट रन
बनाउनु भएको थियो 276 त्यसरी उहाँलाई नै प्लेयर अफ टुर्नामेन्ट बनाएको थियो एनपिएल सिजन 2 मा। र मेरो ओपनिङ ब्याट्सम्यान भइहाले एडम रोसिस्टन र ड्यासी सर्ट, किनभने ड्यासी सर्ट लेफ्ट ह्यान्डेड हुनुहुन्छ भने रोसिस्टन ह्यान्डेड हुनुहुन्छ। लेफ्ट एन्ड राइट कम्बिनेसन पनि हुने हुँदा मैले ओपनिङमा ड्यासी सर्ट र एडमलाई राखेँ। अनि मेरो नम्बर 3 मा म राख्छु मेरो फेभरेट विकेट किपर विनोद भण्डारीज्यूलाई। विनोद भण्डारीलाई मैले किन राखेँ भन्दा उहाँले यो एनपिएल सिजन क्या मजाले खेल्नुभयो, क्या शानदार खेल्नुभयो। उहाँले कति राम्रो खेल्नुभयो। यस्तो उहाँले यो ब्याटिङको प्रेसरलाई बुझेर, सिचुएसनलाई बुझेर, पिचलाई बुझेर, आफ्नो टिमलाई अन्डरस्ट्यान्डिङ गरेर, यसरी प्रेसर ह्यान्डल गरेर उहाँले यति राम्रो, उहाँको एभरेज स्ट्राइक कम्ती भए तापनि उहाँले यसरी पार्टनरसिप बिल्डअप गरेर क्रिजमा टिकेर उहाँले जसरी खेल्नुहुन्छ त्यो उहाँको त्यो ब्याटिङ एबिलिटी अरू कुनै पनि ब्याट्सम्यानमा देख्दिनँ नेपाली ब्याट्सम्यानहरूमा। अब फरेनमा त होला त्यो तपाईँलाई थाहै छ, तर नेपाली ब्याट्सम्यान भने उहाँको प्रेसर ह्यान्डल र त्यसरी टिकेर क्रिजमा खेल्ने उहाँ जस्तो मैले ब्याट्सम्यान मैले देखेको छैन भनौँ भन्दा फरक नपर्ला। र यो सिजन 2 मा उहाँले विकेट किपिङ पनि एकदम राम्रोसँग गर्नुभएको थियो। 10 वटा डिसमिसल उहाँले गर्नुभएको थियो। र मेरो फेभरेट यो टिमको नम्बर 3 मा खेलाउन चाहन्छु म विनोद भण्डारी, र मेरो यो टिमको विकेट किपर पनि उहाँ हुनुहुन्छ। र नम्बर 4 मा म खेलाउँछु रोहित कुमार पौडेललाई, र उहाँ मेरो यो टिमको पनि कप्तान हुनुहुन्छ। र रोहित कुमार पौडेलको त के तारिफ गर्ने, अब तपाईँ उहाँको यो क्याप्टेन्सी नै एकदम तारिफ योग्य छ उहाँको। उहाँले यो जुन उहाँले टिमलाई जिताउनुहुन्छ आफ्नो यो कप्तानीबद्ध योजनाबद्ध उहाँले जसरी बलिङ लाइन, ब्याटिङ लाइन, फिल्डिङ लाइन तीनों विधामा उहाँले जसरी यो सेट गर्नुहुन्छ, उहाँको यो क्याप्टेन्सी, कन्सिस्टेन्सी र उहाँको इन्टेन्ट, माइन्ड प्लानिङ हरेक कुराहरू जति वर्णन गरे भने पनि, उहाँको बारेमा छुट्टै डिस्क्राइब गरे भने पनि उहाँकै बारेमा पनि यो भिडियो लामो बन्न सक्छ। त्यसैले मैले 4 नम्बरमा खेलाउन चाहे रोहित कुमार पौडेललाई। उहाँले यो सिजनमा अर्धशतक पनि बनाउनु भएन, तर पनि प्लेयर अफ द टुर्नामेन्ट यो सिजनमा सबैभन्दा धेरै रन बनाउने नेसनल प्लेयरमा उहाँ पर्नु भएको छ। उहाँले 276 रन बनाउनु भयो, तर उहाँको जे छ त्यहाँ छ, उहाँको धेरै योगदान छ। त्यसैले पनि मैले 4 नम्बरमा रोहित कुमार पौडेललाई खेलाउँछु र मेरो यो टिमको कप्तान पनि उहाँ नै हुनुहुन्छ। अनि म 5 नम्बरमा म खेलाउन चाहन्छु। 5 नम्बरमा कन्फ्युजन भने अब आरिफ शेख छ, बसिर अहमद छ, धेरैवटा प्लेयरहरू पनि छ, तर सबैलाई खेलाउन नसक्ने हुँदा मेरो अब मेरो चोइस र मेरो त्यो टियुब स्टेडियमको त्यो ब्याटिङ, बलिङ, त्यो फिल्डिङको पिचको हिसाबबाट पनि, अब टिमको हिसाबबाट पनि म रवि बोपरालाई 5 नम्बरमा खेलाउन चाहन्छु। चितवन राइनोसको लागि उनी एक्लै लडिरहे, भिडिरहे, उहाँले रन पनि धेरै बनाउनु भयो, अरू ब्याट्सम्यानहरू आउँदै गए, जाँदै गए, तर टिमको लागि भने धेरै योगदान दिने उहाँ मात्रै देख्छु म चितवन राइनोसमा। उहाँले 130 को स्ट्राइक रेटमा उहाँले 236 रन बनाउनु भएको छ आफ्नो टिम राइनोसको लागि, र उहाँको पनि यो ठिकठाकै छ भनौँ। रवि बोपरालाई मैले 5 नम्बरमा खेलाउन चाहे। उहाँको ब्याटिङ पर्फर्मेन्स एकदम राम्रो लागेर, र 5 नम्बरमा खेल्दा उहाँले अलि टिकेर खेल्न सक्छन्। र मैले 6 नम्बरमा म खेलाउँछु नेपालका सबैभन्दा महा अलराउन्डर दिपेन्द्र सिंह ऐरेलाई मैले 6 नम्बरमा खेलाउन चाहे। उहाँको तीनै विधामा बलिङ, ब्याटिङ, फिल्डिङ तीनै विधामा उहाँ अब्बल हुनुहुन्छ, एबिलिटी हुनुहुन्छ, र उहाँको यो सबैभन्दा बढी क्याच पनि उहाँले गर्नुभएको छ। रनआउटमा त कोही नगरौँ, रनआउटमा त एकदम माहिर हुनुहुन्छ। अनि ब्याटिङमा पनि, बलिङमा पनि, अब क्याप्टनमा पनि उहाँको धेरै रोल छ।
भनेपछि मैले दिपेन्द्र सिंह ऐरीलाई अलराउन्डर नम्बर 6 मा खेलाउन चाहे र उहाँले यो सिजनमा 131 को स्ट्राइक रेटमा उहाँले 162 रन पनि बनाउनु भएको छ र 9 वटा विकेट्स पनि उहाँले लाउनु भएको छ र उहाँको यो अलराउन्डर प्रदर्शन एकदम राम्रो छ। उहाँलाई मैले 6 नम्बरमा खेलाउन चाहे। अब म 7 नम्बरमा खेलाउँछु हरमित सिंहलाई। उहाँलाई किन भनेर तपाईले सोच्नु होला र सोध्नु होला पनि, तर यो टियु को पिचमा र ग्राउन्डमा उहाँ जस्तो अलराउन्डरलाई जस्तो स्पिन पेसर भन्दा पनि यो स्पिनमा अलिकति दबदबा बेसी हुने हुँदा टियुमा र उहाँलाई मैले उहाँ टिमको लागि धेरै राम्रो पनि गर्नुहुन्छ, बलिङ पनि गर्नुहुन्छ र चाहेको खण्डमा टिमलाई रन पनि उहाँले बनाउनुहुन्छ। त्यसैले उहाँको रोल धेरै हुने हुँदा उहाँलाई मैले 7 नम्बरमा खेलाउन चाहे हरमित सिंहलाई। र 8 नम्बरमा खेलाउँछु म रोबिन ट्रम्पलम्यानलाई। उहाँको त मैले पहिला पनि भनिसकेका थिएँ, लुम्बिनी लायन्सको लागि उहाँ एक्लै वानसङ हिरो नै हो। उहाँले लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउनमा उहाँको धेरै देन छ। उहाँको यो बलिङ ब्याटिङ पर्फर्मेन्समा, पावर प्लेमा, मिडल अर्डरमा होस् या तपाईको डेथ ओभरमा होस्, उहाँ यति राम्रो बलिङ एकदम पर्फेक्ट छ। बल लाइन र लेनमा यसरी बल फ्याँक्नुहुन्छ र उहाँको यो बलिङ पर्सन एकदम राम्रो लाग्छ मलाई। त्यही भएर उहाँलाई मैले 8 नम्बरमा खेलाउन चाहे। अब मैले 9 नम्बरमा खेलाउन चाहन्छु शेर मल्ललाई। शेर मल्लको बारेमा मैले तपाईलाई भन्नु पनि पर्दैन, तपाईले आफै बुझिसक्नु भएको होला। शेर मल्लको उहाँको त्यो म्याजिकल्ली मिराकल बलिङ स्पिन र उहाँले यो सिजनमा फाइनलमा उहाँको 3 विकेट, टुर्नामेन्टभरिमा 17 विकेट, सिजन 1 मा च्याम्पियन टिमबाट खेलेको, सिजन 2 मा नयाँ टिममा खेलेर फेरि सोही टिमलाई च्याम्पियन बनाएका र नेसनल टिममा पनि दावेदार हुनको लागि एउटा ड्रिम बोकेका बलर हुनु उहाँ र अनुभवी बलर शेर मल्ललाई खेलाउन चाहे। नम्बर 10 मा खेलाउन चाहन्छु म किङ सन्दीप लामिछानेलाई। सन्दीप लामिछाने यो सिजनका एकदम बेस्ट बलर पनि हुन्। उहाँले 17 वटा विकेट लगाएका छन् र उहाँको क्याप्टेन्स पनि राम्रो छ। र बलिङमा भन्नुपर्दा लेग स्पिनर, उहाँको धेरै एक्सपिरियन्स, इन्टरनेसनल एक्सपोज र एक्सपिरियन्स बढिसकेका र उहाँलाई धेरै अनुभवी भएको हुँदाखेरि पनि उहाँको यो चाहेको खण्डमा टिमलाई विकेट ल्याउन सक्ने क्यापासिटी भएको उहाँमा हुँदाखेरि मैले उहाँलाई 10 नम्बरमा खेलाउन चाहे। अब मैले 11 मा खेलाउन चाहन्छु कसलाई? एनी गेसेस? मैले 11 मा खेलाउन चाहन्छु हाम्रो नेपाली योकर किङ्स अविनाश बोहरालाई। हामीले सिजन 2 मा खेल्दा हामीले स्कोर कुङफिलको हामीले चर्चा गरिरहँदा, यता रोबिन ट्रम्पलम्यानको चर्चा गरिरहँदा उतातिर भने हाम्रै नेपाली योकर किङ्स अविनाश बोहरालाई हामीले त्यहाँ दबदबा मचाएको, त्यसरी धुम मचाएको टियुमा हामीले देखेका छैनौँ। तर यो डेथ ओभरमा सिजन 2 मा भने उहाँले डेथ ओभरमा यसरी आफ्नो टिमको लागि विकेट दिनुहुन्छ। जुन अवस्थामा आफ्नो टिमलाई विकेट चाहिरहेको हुन्छ, अप्ठ्यारोमा भएको हुन्छ, त्यतिखेर क्याप्टेन ऐरीज्यूले अविनाशलाई उभ्याइदिनुहुन्छ र उहाँले यसरी विकेट फ्याँकिदिनुहुन्छ। एकदम सहज बनाइदिएका थिए टिमलाई र उहाँको पनि 17 वटा विकेट। उहाँ एकदम फास्ट पेस बलर योकर र डेथ ओभरमा उहाँको एकदम राम्रो डेथ ओभर स्पेशलिस्ट र क्षमतावान र अनुभवी बलर र नेसनल टिममा पनि दावेदार बोकेका, एकदम ड्रिम बोकेका बलर उहाँले पनि म अभिषेक बोहरालाई 11 मा खेलाउन चाहन्छु। किनभने उहाँले कमाएको पोइन्ट हो, उहाँले प्रदर्शन गरेको हो। उहाँले सिजन 2 मा तपाईको उहाँको डेथ ओभरको लाइन हेर्नु, लाइन लेन्थ र लाइन यसरी पक्रेका छन् कि क्याच गरेका छन् कि तपाईले उहाँको त्यो बलिङ गर्दाखेरि एकदम स्क्यानिङ गरेर हेर्दाखेरि पनि तपाईको उहाँको त्यो पेस बलरमा तपाईँको लाइन र लेन्थ गरेर भेट्नुहुन्छ। तपाईँले त्यति राम्रो बल गर्नुहुन्छ उहाँको। त्यसैले मैले
यो एनपिएल सिजन 2 बाट मेरो बेस्ट प्लेइङ 11 मैले बनाएको। अब टिम त बन्यो, तर कोच चाहिँ कसलाई बनाउने? म यो टिमको कोच बनाउँछु मन्टी देसाई सरलाई। मन्टी देसाई सर यस्ता हुन्, तपाईँ टिम जस्तो सुकै पनि होस्, या टप अर्डर मिलेको नहोस्, या मिडल अर्डर नहोस्, लो अर्डर नहोस्, बलिङ फिल्डिङतिर कुनैतिर पनि अलिकति सुइटेबल टिम स्क्वाड नभए पनि उहाँसँग त्यस्तो क्याप्टेन्सी र त्यस्तो कन्सिस्टेन्सी र त्यस्तो कोचको एउटा मेन्टालिटी छ। उहाँले त्यो खराब भएको स्क्वाडबाट पनि उहाँले एकदम राम्रो स्क्वाड बनाएर, राम्रो टिम ब्यालेन्स बनाएर टिमलाई एकदम राम्रो बनाइदिन्छ। उहाँसँग त्यस्तो क्वालिटी छ। हाम्रो नेसनल टिमका पूर्व कोच पनि हुनु उहाँ। अहिले नयाँ कोच हाम्रो स्टट लर्सन भने त्योभन्दा अगाडि उहाँ नै थिए, मन्टी देसाई सर थिए र उहाँ मलाई पनि मनपर्ने मेरो फेभरेट कोच पनि हो उहाँ। त्यसैले म उहाँलाई मेरो यो टिमको कोच बनाउन चाहन्छु। अब यो मैले बनाएको मेरो मात्र आफ्नो मात्र ओपनिङको हिसाबमा मात्र मैले बनाएको यो प्लेइङ 11 हो। र तपाईँलाई यो प्लेइङ 11 कस्तो लाग्यो कमेन्ट र आफ्नो टिका टिप्पणी कमेन्ट मार्फत दिँदै गर्नुहोला। भिडियोलाई हेर्दै गर्नुहोला, लाइक सब्सक्राइब फलो पनि अवश्य गर्नुहोला। जय नेपाल, जय नेपाली क्रिकेट।